एटलेटिको मैड्रिड वर्सेस रियल मैड्रिड, व्हाट अ ड्रामा मैच यार, व्हाट अ ड्रामा मैच। रियल मैड्रिड बिट एटलेटिको मैड्रिड अन पेनल्टी होइन, पेनल्टीमा रियल मैड्रिडले एटलेटिको मैड्रिडलाई राउन्ड अफ 16बाट नकआउट गरिदिएको छ क्या, उसकै घरमा गएर नकआउट गरिदियो। अहिलेसम्मको हिस्टोरीमा एटलेटिको मैड्रिडले रियल मैड्रिडले च्याम्पियन्स लिगमा नकआउट गर्न सकेको छैन क्या। तर एटलेटिको मैड्रिडको लागि रियल मैड्रिड सधैँ अगाडि तगारो बनेर आइदिन्छ। एउटै सिटीका दुईवटा होनार टिम च्याम्पियन्स लिगको लागि एक दावेदारी टिम, तर एउटा आउट हुनैपर्छ होइन। आज आज एटलेटिको मैड्रिडले च्याम्पियन्स लिगको यात्रा तह गरेको छ। रियल मैड्रिड क्वार्टर फाइनलको लागि सेट भइसक्यो होइन। गेमको कुरा गर्दाखेरि 30 सेकेन्ड गेम स्टार्ट भएको 30 सेकेन्डमा एटलेटिको मैड्रिडले यस्तो दामी गोल हानेर लिड गर्छ होइन। एग्रिगेट गोल बराबर 2-2। अब त्यस पछाडि आउँछ गेम हेर्नुको मजा, फर्स्ट ड्र हुन्छ, राम्रै खेलेको हुन्छन् होइन। एटलेटिको मैड्रिडले आफ्नै घर भएर होला धेरै पेलेको थियो गेम चाहिँ। सेकेन्ड हाफमा पनि लगभग गेम लेभलकै, मैड्रिडले धेरै नै चान्स क्रिएट गरेको थियो। सेकेन्ड हाफमा भेनिसियस जेयरको पेनल्टी मिस थियो, रकेट सट। ओ माई गडनेस, कस्तो दामी पेनल्टी हानेको है भेनिसियस जेयरले है। एटलेटिको मैड्रिड फुल्ली डिजर्भ दिस विन गेम, बट गोल निकाल्न सकेन एटलेटिको मैड्रिडले अझै। एक गोल त हान्यो होइन, एक गोल हान्यो, 90 मिनट सक्यो, 90 + 3 मिनट सक्यो, गोल हान्न सकेन। बट रियल मैड्रिडले त गोल हान्न सकेन। तर एटलेटिको मैड्रिडले अझै एक गोल थप्छ कि जस्तो थियो होइन, बट सकेन। रियल मैड्रिडले सङ्घर्ष गरेकै हो आजको गेममा, लास्ट सङ्घर्ष गरेकै हो, गोल हान्न दिएन। डिफेन्स खेल्यो, त्यस्तै भयो। अगाडि चाहिँ भेनिसियस जेयर एम्बापेको कम्बिनेसन राम्रो मिलेको थिएन आज होइन। दुइटाले खेल्न सकेको थिएनन्, दुइटाले राम्रो खेल्न सकेको थिएन। तर रोड्रिगोलाई चाहिँ किन चेन्ज गरेको के मेरो मनमा लागेको कुरा चाहिँ होइन, रोड्रिगोलाई किन चेन्ज गरेको। त्यस्तो आज भेनिसियस जेयरको पर्फर्मेन्स त्यस्तो राम्रो थिएन, बट रोड्रिगोलाई चेन्ज गर्नुको ठाउँमा भेनिसियस जेयरलाई चेन्ज गरिसकेपछि अलिकति केही बेटर हुन्थ्यो कि भन्ने लागिरहेको छ है मलाई है। बट चेन्ज गर्न रोड्रिगोलाई चेन्ज गर्यो, नगर्नुपर्ने। भेनिसियस जेयरले चेन्ज गरेको आज केही हुँदैन थियो होइन। त्यसैले 90 + 30 मिनट पनि सकिन्छ। त्यस पछाडि पेनल्टी सुटआउटमा रियल मैड्रिड बिट एटलेटिको मैड्रिड अन पेनल्टी सुटआउट क्या। बट एटलेटिको मैड्रिडको प्लेयर अल्भारेज आर रियली अनलक्की प्लेयर के, किनकि पेनल्टी डिनाइड भएको थियो होइन। पेनल्टी डिनाइड ड्यु टु डबल टचको कारणले अल्भारेजको पेनल्टी डिनाइड भएको थियो। त्यसको लागि पेनल्टी डिनाइड भइसकेको थियो, हल्का एडभान्टेज त आइहाल्छ होइन। 1 पेनल्टी मिस भयो, पेनल्टी डिनाइड भइसकेपछि त डबल चान्स दिनु